वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना स्वस्थ र सन्चै आराम हुनुहुन्छ होला। कोलेरी कान्छोको नयाँ भिडियो आहा, हजुरहरू खुसी हुनुहुन्छ होला नि। बब्बाल गर्नुपर्छ, बब्बाल 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 गर्नुपर्छ आज। यहाँ चाहिँ हेर्नु माथि टिलिक्के डल्के कति टल्किन्छ। गाइज अब टुकेको पार्टी चाहिँ भवाल हुन्छ होइन। त्यही भएर हजुरहरूले अहिले सब्सक्राइब गरेर राख्नुहोस्। त्यसको भिडियो पनि अत्यन्तै राम्रो र अत्यन्तै बवाल आउनेछ होइन। राम्रो र बवाल एउटै हो। भन्न अलि आउन्न क्या मलाई भन्न, यो कुरो चाहिँ कसैलाई नभन्नु है। तिज लाग्यो के हो, कता कता डेक डेक घन खानु के हो, अहिलेदेखि तिज लगाइसक्यो। म भने अहिले घरै बसेर यस्तो के जानु पर्ने। गाइस कस्तो बवाल देखेको अगाडि ताल है, खतरा देखेको खतरा। आज किन यस्तो दामी देखेको अनि हाम्रो एउटा गाइस किन यस्तो दामी देखिने कहिले काहीँ त बवाल देखेको। माथि यस्तो भन्छ क्या कसरी काम गरेर खान केटालाई यसलाई चाहिँ भन्छ कि हाम्रो घरतिर के भन्छ यसलाई चियामा हालेर खान्छ कि त्यही हो। कता छ भनेको तिज रतन गाई चाहिँ अहिले अगाडि भेट्नुपर्छ। अहिले यस्तो खिचेको कस्तो दामी देखेको भ्यू हेर्न सक्नुहुन्छ।
गाई चाहिँ डह्रो धेरै मान्छे यहाँ ढङ्गेर डुङ्गु डुङ्गु ढुङ्गुले भाट हानेर पछाडि चाका सुन्ने माकुरी डह्रो पिटे यतिको लागि चारवटा खान यहाँ दुईवटा खान खानुपर्छ होइन अस्ति नै गएको थिएँ होइन त्यति बेला अहिले नि त्यति बेला जस्तो भयो कि भिडियो अस्ति नै गएको थिएँ अस्ति नै 30 भदौतिर हो अस्ति नै अहिले त भदौ हो तर अस्ति नै जिन्जीको बेला गएको थियौँ तर यहाँमा कति धेरै मान्छे हुन्थ्यो यिनी गाइज आजको भ्लग यति नै हुनेछ र मलाई लास्ट डर लाग्यो केही गर्छन् कि जस्तो लाग्यो लगभग 10-8 जना जति त त्यहाँ छन् कि एउटा केमा बोलेको थियो हम्बी किन्छ भन्दै थियो कि एउटा के भन्दै थियो है मलाई डह्रो भाग्यो यार पुतुरु त कस्तो चोट लाग्यो होइन अहिले त केही देखिएन होला होइन ल गाइज आजको भ्लग यति नै हुन्छ होइन ल बाई बाई